म आफै पनि अनहेल्दी भइरहेको छु हो जिउहरू यहाँ ब्ल्याक एन्ड व्हाइट ल लेबर डेमा त आज त अफिसर लुक छ त अन्त ओ भाइ चन्दन सर पनि हुनुहुन्छ चन्दन दलेर आएको सर चाहिँ मेरो भ्लगमा स्वागत छ तपाईँलाई मेरो सामनेमा संसार घुम्नु त्यही 38 राउन्ड भनेको चाहिँ यहाँ जुल्फे हल्लाएर कहाँ जानु भएको बिग बसको घरमा वेलकम छ यहाँ हेर न मैले ट्रिट दिनु लिएर आएको सबैलाई मेफेयरमा लेबर डेमा टागर बोरो यता चाहिँ एकदम गोरो बिचमा चाहिँ एकदम कालो हेलो गाइज वेलकम ब्याक टु माई च्यानल अनदर ब्लग पनि भन्न सकिनँ किनभने चाहिँ धेरै बाद ब्लग बनाएको होइन सो वेलकम ब्याक टु माई च्यानल अगेन अनि जति सक्दो चाहिँ अब कन्टिन्युसली भ्लग बनाउँछु भनेर प्लान थियो अहिले पनि भर्खर बनाउँ कि नबनाउँ भन्दै थियो होइन आधी दिनै गइसक्यो आज चाहिँ प्रोग्राम छ आज चाहिँ जस्टिसहरूको चाहिँ कन्क्लेभ छ समथिङ चिफ जस्टिसहरूको कन्क्लेभ छ त्यसले गर्दा चाहिँ हामी चाहिँ पर्फर्म गर्दैछ हो यहाँ छिचिमिराहरू रेडी हुँदैछ ओ आज चाहिँ मिङ दोर्जी र हाम्रो डान्स एकाडेमी चाहिँ मिलेर सबैजना एकाडेमीहरू सबैजना मिलेर पर्फर्म गर्दैछ योपालि अनि चाहिँ धेरै दिन बाद भ्लग बनाएको कस्तो छ तपाईँहरू सन्चै हुनुहुन्छ होला होइन यहाँ त हाम्रो गर्ल्सहरू त एकदम राम्री प्याच्राक्कै परेकोहरू भइसकेको छ हौ प्रेरणा त क्या राम्री भइदिएछ अस्ति डढेर है बहिनी ऊ झन् यहाँ ऊ क्लाउन जस्तो भएन त्यो जोकर अस्ति डढेर माथि भन्न अहिले अलिक उयो लगाएर अलिक चेन्ज भएछ सबभन्दा नडर्ने चाहिँ यहाँ हो किनभने उहाँले चाहिँ डबल फाउन्डेसन लाउँथ्यो तर डढेको रहेछ बहिनी तिमी डढाइछ है रड्डी डढेछ सबैजना डढेछ म आफै पनि अनहेल्दी भइरहेको छु हो जिउहरू यहाँ ब्ल्याक एन्ड व्हाइट म आफै पनि यस्तो भइदिइरहेको छु त्यही हालत डढेर अनि सबै कुरो साइडमा राखेर आज चाहिँ लेबर्स डे हो अनि ह्याप्पी लेबर्स डे टु अल उहाँहरू छैन भने चाहिँ घर पनि बनिँदैन होइन सामान यतादेखि उता सर्दैन केही हुनेवाला छैन सो हामी आज चाहिँ लेबर्स डे पनि हो त्यसले गर्दाखेरि चाहिँ ह्याप्पी लेबर्स डे सम्पूर्ण हाम्रो दाजुभाइ दिदीबहिनी जो पनि हुनुहुन्छ उहाँहरूलाई आज चाहिँ उहाँहरूको दिन होस् सो सबैजना राम्रो होस् खुसी बसोस् भगवान्ले उनीहरूलाई चाहेको चिजहरू सबै पुगोस् त्यस्तो छ गाइस धेरै दिन बाद भ्लग बनाउँदा कस्तो लागिरहेको छ होइन सो अब फेरि भ्लग बनाउने कोसिसमा छु कन्टिन्युसली बिजी भएको कारणले गर्दा मात्रै नबनाएको भ्लग भिडियो बनाउनु त केही पनि छैन तर एडिटिङमा टाइम लाग्छ त्यसले गर्दाखेरि चाहिँ अलिक बनाएको थिएन अब चाहिँ गाइस कन्टिन्यू आउँछ भ्लग भइसक्दो चाहिँ होइन यो कन्टिन्यू भनेको चाहिँ धेरै भइसक्यो तर पनि आई विल ट्राई माई बेस्ट सो किप वाचिङ अहिले एकैचोटि अब मेफेयरमा भेटौँ सो अहिलेसम्म पनि गएको छैन होइन हामी चाहिँ यिनीहरूले मेकअप अझैसम्म गरिसकेको छैन ओए अलिक छिटो गर्नु नजाने क्या हो 3 बज्यो त यहीँनिर र गाइस आज चाहिँ अन्त भन्दा पनि म चाहिँ अहिले होइन खासै चाहिँ आज त्यसै पनि ह्याप्पी लेबर डे हो अन्त यहाँ म चाहिँ लेबरहरूसँग बसिरहेको छु गाइस ढलाइ पार्टी लेबरहरूसँग बसिदिइरहेको छु उहाँ पर पनि सुत्दिरहेको छ लेबरहरू अर्को त्यहाँ फेरि गड फादर फादर ओए भाइ ह्याप्पी लेबर डे अब चाहिँ माथि जाने हो डाइरेक्ट भात खाइरहेछ अरे लेबर डेमा कृष्ण चाहिँ यस्तो चिटिके भइदिइरहेछ बिहामा गएको जस्तो राम्रो हेर्नु कृष्ण उठा त कृष्ण लेबर डेमा त आज त अफिसर लुक छ त अन्त ओ भाइ लेबर डेमा त अफिसर लुक छ त हौ अर्को यहाँ लेबर सुतिरहेको छ ए जुत्ता भइदिएन चप्लीमा चल्थ्यो चप्लीमा अहिले हामी मेफेयर आइपुगिसक्यो अनि यहाँ चाहिँ जस्ट इन्ट्री गरेको होइन अब चाहिँ कहाँनिर हो आज तर बाहिरै हेरिदिनु प्रोग्राम
बाहिर हो प्रोग्राम चाहिँ होइन कोही पनि आएको छैन रहेछ अहिलेसम्म चाहिँ मैले गाडी चाहिँ लिएन हो पार्किङ पाउँदैन भनेर सही आज चाहिँ गाइस मैले यहाँ हेर न दिल आज चाहिँ लेबर डेमा चाहिँ मेफेयरमा ट्रिट दिने लिएर लेबर डेमा चाहिँ आज लेबरहरूलाई ट्रिट दिनु लिएर आएको के अरे दिलो उसले त के डर लाग्थ्यो हेरेको आमा ए ब्याग चेक इन हुँदैछ यहाँ सबजनाको अदिति बमहरू छैन होला नि ब्यागमा टाटारै टुटुट गर्दैछ त यस के छ भाइ चाटकचिटिक.com पनि छ नि हामीसँग यहाँ कसको अर्थ घुमेको देख्दैन म मेरो सामनेमा देख्छु संसार घुम्नु त्यही 38 राउन्ड भनेर चाहिँ यहाँ आयो भने चाल पाउँछ है यहाँ चाहिँ हो ढिलो के म चाहिँ हडेमा उयो नगरिरह है तिमी मैले केही पनि गरेको छुइनँ यिनीहरूलाई उनीहरू ढिलो हिँड्छ म त खिच्नु पऱ्यो नि होइन भाइ यस्तो त खिच्नु पऱ्यो नि अब यत्रो लेबर डेमा मेफेयरमा चाहिँ ट्रिट दिनु भनेको ठुलो होइन लेबरहरूलाई यहाँ त भाइ ए ढलाइबाट डाइरेक्ट लिएर आएको दुईजना के अरे भाइ सब तिमीहरूकै लागि होला यहाँ चाहिँ खानेकुरा टन्नै रहेछ यहाँनिर यो पनि दामी बनाएछ डेकोरेसन पनि होइन अब हाम्रो रुम चाहिँ कहाँ छ यहाँ छैन जग्गा चाहिँ ठुलो रहेछ यो चाहिँ स्टेज हो राम्रो बनाएको रहेछ लेट्स गो यस्तो छ गाइस यहाँनिर चाहिँ हेलो उहाँहरू चाहिँ वेस्ट बनाउनु भएको आज चाहिँ मैले आज चाहिँ अलिक फ्री भएर भ्लग बनाएको फ्री भएर भ्लग बनाएको अलिक ए सन्चै हुनुहुन्छ यहाँ हाम्रो चन्दन सर पनि हुनुहुन्छ चन्दन दलेर आएको सर चाहिँ मेरो भ्लगमा स्वागत छ तपाईँलाई मैले आज लेबरहरूलाई चाहिँ मेफेयरमा ट्रिट दिनु लिएर आएको लेबरहरू सबैलाई है लेबर डेमा लेबरहरूलाई यहाँ मेफेयरमा लिइरहेको छु होइन पैसा पायो बहिनी यहाँ हेर न मैले ट्रिट दिनु लिएर आएको सबैलाई मेफेयरमा लेबर डेमा लेबरहरूलाई गो छिटो म्यामलाई उयो भन्नु जाऊ है ल ए सन्चै हुनुहुन्छ आज भाइ लेबरहरूलाई नि हो लेबर डेमा मेफेयरमा ट्रिट दिनु लिएर आएको हाम्रो सिएम सर पनि आइपुग्नु भयो भर्खरै आर्टिस्टहरू सरले भाइ सुनिललाई छिटो आइज भने आफ्नो आफ्नो टिममा बस्नु भनेको छ छिटो न बोला न भित्र छ सर पनि आइपुग्नु भयो सिएम सर आइपुग्नु भयो सिएम सर आइपुग्नु भयो बाहिर सबैजना सँगै बस्नु भन्दै थियो होइन हेलो 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 अहिले चाहिँ यहाँ लेबरहरूलाई मैले यहाँ रुममा राखिरहेको छु है अहिले भर्खर 2 टाटा बलुवा झारेर आएको यिनीहरू यहाँ चाहिँ यस्तो चाहिँ गाइज अहिले चाहिँ के हो यस्तो जुल्फे हल्लाएर कहाँ जानु भएको बिग बसको घरमा वेलकम छ उसले लगेर रमन इज नट डान्सिङ टुडे यसलाई मैले ब्ल्याक लिस्टमा हालिदिएको अब यहाँ चाहिँ महेन्द्र सर हुनुहुन्छ उहाँ चाहिँ साइडमा चाहिँ फेरि सागर बोरो यता चाहिँ एकदम गोरो बिचमा चाहिँ एकदम कालो यहाँ चाहिँ यस्तो चल्दैछ गाइस अहिले
सबैजना पर्फर्मेन्स गर्नुको लागि पर्खिरहेको छ होइन। आज चाहिँ लेबर डे पनि हो, केटाहरूलाई यहाँ पार्टी लिइरहेको छु डिनर मेफेयरमा। लेबर डेमा चाहिँ भन्नु भनिहाल न। ओहो कस्तो लागिरहेको छ लेबर डेमा पार्टी खाँदा? लेबर डेमा यहाँ डिनर बनाउनु कतिको खुसी लागिरहेको खुसी भएर राम्रो लागिरहेको छ। आफ्नो खिल्ली उडिरहेको थाहा छैन। खुसी मात्रै होइन, धेरै खुसी लागिरहेको रहेछ गाइस उनीहरूलाई चाहिँ। त्यसमा झन् म खुसी। म चाहिँ फेरि यहाँको एचआर हो नि, लेबर हो। यहाँभित्र छौँ। आज चाहिँ पार्टी थ्रु गरेकोमा कति खुसी छौ लेबर डेमा? मेफेयरमा डिनर। थ्याङ्क यू सो मच हाम्रो प्रेसिडेन्ट सरलाई हामीलाई यस्तो राम्रो पार्टी दिनुभएकोमा। डिनर हो डिनर डिनर पार्टी भनेपछि यहाँ फेरि ड्रिङ्क्सै छैन। हो नि हौ म एचआर यहाँ पसन्द हामी लेबरलाई मेरो ब्रान्डै छैन सरी हो। जुन चाहिँ क्याटिस यहाँ खास लेबरहरू चाहिँ यहाँ बसिरहेको छ गाइस। ढलाइसकेर भर्खर यहाँनिर रेस्ट गरिरहेछ। अब चाहिँ यहाँनिर गएर ढलाइ हिर्काउनु पर्ने छ हो। यहाँ पनि रहेछ उहाँहरू कहाँबाट वेस्टबाट आउनु भएको? कति खुसी लागिरहेको छ आज मेफेयरमा डिनर दिँदा लेबर डेमा। खुसी छ कि दुखी छौ? ए बिचरा डिनर लिएर आएको पुरा भोक लागिरहेको छ अरे। आज तल टापटिप बनाउने रहेछ चाल पनि मैले। केही न केही त गर्नुपर्ने थियो है। लु पैसा ल्याऊ छिटो। केही न केही गरौँ। गाइस हेर्नुहोस् ट्यास कति छ यहाँ? 1 लाख मान्छे त 1 लाख छैन त अन्त। 5 लाख 1 लाख। ओके गाइस अहिले भेटौँ। प्रोग्राम चाहिँ स्टार्टै भएको छैन, हामी सबैजना यहाँ बसिरहेछ। यहाँ त बसेरै उयो गर्दैछ, रिकल गर्दैछ स्टेप्सहरू। यस्तै छ जिन्दगी। भोक लागेर आँखा निक्लिनु आँटिसक्यो, आन्द्रा चेप्टिसक्यो। अब तल गएर खानु पऱ्यो भने चाहिँ आन्द्रा अरे यो नाइटो चाहिँ इन्चेपट्टि फर्किनै गरेर पठाइदिनुपर्छ ल खाना चाहिँ। म त बेसी खाँदिनँ, म डाइटमा छु अहिले। अहिले म भिडियो गर्छु यसको कति खाँदो रहेछ गाइस, ताल पाइहाल्छ। कोल्ड छैन नि त, बिरालोले नाग्नु नसक्ने खान्छ अहिले चाहिँ। बेसी खाएर चाहिँ त्यसको हाइट कम्ती छ। ह्यान्डसम छु नि तर। ह्यान्डसम त अब टप लेभलमा। ल गाइस अहिले भेटौँ अब। कहिलेदेखि प्रोग्राम स्टार्ट हुन्छ? भोक लागिसक्यो गाइस। यिनीहरू स्टार्ट भइसक्यो होइन। सरहरू आइपुग्नु भयो, अब चाहिँ इभेन्ट स्टार्ट हुन्छ। सबैजनालाई स्न्याक्स दिनु चाहिँ स्टार्ट भयो। अब खाँदै गर्छ होला हो। भित्र बसेर अब चाहिँ स्टार्ट भइसकेको छ गाइस। सो फाइनली अब स्टार्ट भइसक्यो। होइन उहाँलाई पनि बोलाएको थियो उही खानु। फाइनली हाम्रो रेस्पेक्टेड जेपको सरले चाहिँ हामी सबै आर्टिस्टको लागि स्न्याक्स प्रोभाइड गरिदिनु भएको छ बिफोर पर्फर्मेन्स। ज्याकब सर चाहिँ एकदमै राम्रो हुनुहुन्छ, अलवेज हेल्प गर्नुहुन्छ हो। ल गाइस अहिले भेटौँ। अब प्रोग्राम स्टार्ट भइसक्यो, के हो कसो हो होइन। सबैजनाले यहाँनिर बसिरहेको छ, भोक लागेर कस्तो भएछ। फाइनली स्न्याक्स आयो, पक्रिरहेको छ नानीले स्न्याक्स पनि। यहाँनिर जज गर्ने जस्तो लाग्यो। अब लेप्चा डान्स सक्यो, अब चाहिँ भोटिया डान्स हुन आँटेको छ। यहाँ चाहिँ नेपाली पनि छँदैछ, अब यो सकेर चाहिँ फेरि नेपाली छ। देवी देवतालाई पनि उजागर गर्नको निम्ति र हाम्रो पुर्खाहरू पर्फर्मेन्सेस सक्यो अनि हामी चाहिँ अहिले यहाँनिर अब
डिनरको लागि जाँदैछ तर डिनर चाहिँ छैन भन्दैछ अँध्यारो बाटोमा हो या सिङ्गीहरू चाहिँ यहाँ रहेछ हो अहिले अब एकछिन भात खाने ठाउँमा गएर भेटौँ अब चाहिँ गाइस मैले चाहिँ खाना खाइनँ अनि खाना चाहिँ खाँदैछ उसले पनि खाना खाएर भन्छ अरे हाम्रो पर टिम चाहिँ पर छ खाँदैछ खाँदिनँ भन्नेहरूले चाहिँ यत्रो खाँदैछ सन्चान ओगी चाहिँ यसले खाँदिनँ भनेको थियो होइन अहिले चाहिँ यहाँनिर हेर्नुहोस् सन्चाङ ओगी त खाँदैन भन्दै थियो त छैन लेबर डेको पार्टी कस्तो लाग्यो ओले भाइ लेबर डेको पार्टी कस्तो लाग्यो एचआर कहाँ चल्दिएको लेबरको एचआरहरू चल्दै बोकेर कस्तो लाग्यो भाइ लेबर डेमा यस्तो ठुलो 5 स्टारमा खाना खाँदा म त पहिला आएको थिएँ नै काम गर्छु लेबर डेमा त आएको थिएन नि नै काम गर्छु म त पहिला लेबर डेमा पनि आएको अन्त नै काम छ तिम्रो लेबर डेमा चाहिँ 5 स्टारमा खाँदैछ हेर लेबर दिदीहरू कस्तो छ अन्त पानी छैन पानी तल एक्वेरियमबाट उगाएर खानुपर्छ माछाको त्यो चाहिँ पानी खोज्नु गयो उपर दिगो एक्लै बसेर खाँदैछ दाल पाएन यसलाई भन्नु न लेबर खास लेबर चाहिँ हो भेजिटेबल खाँदै हो लेबर डेमा कति खुसी छ मेफेयरमा खाएर होइन सर किन पानी कम्ती सधैँ मात्रै सधैँ भेजिटेबल मात्रै हेऱ्यो दाल पनि भर्खर पाउँदैछु त्यस्तै हुन्छ नि त होइन सरी र गाइस यस्तै हो जिन्दगी तलमाथि होइन अनि यस्तै हो सबै चल्दैछ मैले यति कुरा चाहिँ चाल पाएँ कि भाइ लाइफमा जसले भिडियोमा के राम्रो एकदम यस्तो त्यस्तो भन्छ नि त्यो मान्छे चाहिँ एकदम सत्य हुँदैन रहेछ रियलमा त्यो चाहिँ मैले दुई तिनजना मान्छे देखेँ योपालि एकदम सत्य हुँदैन तपाईँहरू ट्रस्टै नगर्नुहोस् क्या र गाइस अहिले चाहिँ हामीहरू सक्यो होइन यहाँ इन्डियाको फ्ल्यागको कलरको झन्डाको लाइट इन्डियाको फ्ल्यागको झन्डाको कलरको लाइट अनि चाहिँ अब सक्यो र थ्याङ्क यू सो मच गाइस हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद अनि यस्तै ब्लग होइन यस्तो कमेडी ब्लग होइन लेबरहरूसँग आउँछ गाइस कन्टिन्यू ब्लग अब कन्टिन्यू आउँछ हेर्नु पऱ्यो थ्याङ्क यू सो मच गाइस किप वाचिङ गुड नाइट सी यू इन माई नेक्स्ट ब्लग सब्सक्राइब बाई टाडा सी यू गाइस सी यू रडी गाइस रडी आरडी बोल्ट को मेम्बर कहाँ गयो